मेरो एउटा सानो निर्णयले म मात्र होइन यी साना साना भाइ बहिनीहरूको अनुहारमा यति खुसी आउने देखेर मेरो मन नै प्रसन्न भयो। यस्तै हुनुपर्छ है। जन्मदिनमा यताउति खर्च गर्नुभन्दा अनुकरणीय कुरा छ त यो। धेरै राम्रो। नमस्कार साथीहरू, स्वागत छ आजको मेरो यो विशेष ब्लगमा। आज मिति 2082 साल असार 10 गते मेरो लागि विशेष दिन हो, किनभने यसै दिन मेरो जन्म यस धरतीमा भएको थियो। म यो 29 वर्ष पुगेको उपलक्ष्यमा मेरो जन्मदिनको खुसी म आफैको लागि भन्दा पनि अरूको मुस्कानको लागि मनाउने निर्णय गर्दछु। रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा नम्बर 2 मा पर्ने श्री असरमा आधारभूत विद्यालय त्यही स्कुल हो जहाँ मैले कक्षा 1 देखि कक्षा 8 सम्म शिक्षा हासिल गरेको थिएँ र 8 वर्ष यही स्कुलमा जीवन बिताएको थिएँ र म फेरि 17 वर्षपछि यही स्कुलमा फर्किएर म मेरो जन्मदिनको खुसी साट्न केही मुख मिठो गर्दै मेरो अनुभव भोगाइहरू सुनाउँदै पढ्न लेख्न सहज हुनेको लागि केही सामग्री वितरण गर्न म यो असनमा स्कुलमा आइपुगेँ। यी साना साना भाइ बहिनीहरूको हातमा कपी दिन पाउनु मेरो लागि कुनै ठुलो उपहार भन्दा कम थिएन र यी सामग्रीहरूले उनीहरूको पढाइमा एक सानो सहयोग पुर्याउनेछ भन्ने मैले विश्वास पनि लिएको छु। साथै यसै स्कुलमा पहिला मलाई पढाउने शिक्षकहरू पनि हुनुहुन्छ र उहाँहरूको म प्रतिको माया र प्रेरणा अझै पनि उत्कृष्ट रूपमा नै देखिरहेको छु। मेरो जीवनमा उहाँ शिक्षकहरूको योगदान अमूल्य नै छ र म त्यो योगदानको सदैव ऋणी नै भइरहनेछु। शिक्षा भनेको भविष्यको उज्यालो हो। आज मैले मेरो तर्फबाट सानो प्रयास मात्र गरिरहेको छु, तर यस्तो प्रयास निरन्तर भइरहन सबै मिलेर हाम्रो आफ्नो समाजको लागि केही राम्रो काम गरौँ भन्ने मेरो चाहना हो र आफ्नो ठाउँबाट गर्न सकिने सहयोग गर्न म सम्पूर्ण मेरो साथीभाइ, इष्टमित्र र मेरो भिडियो हेरिरहनु भने सम्पूर्ण महानुभावमा हार्दिक अनुरोध गर्न चाहन्छु। धन्यवाद।